सम्पत्ति दाता जय लक्ष्मी माता सुर नर मुनि सब तिम्रै ध्यान गरी बसन आमा ध्यान गरी बसन तिम्रै कृपाले आमा तिम्रै कृपाले आमा माग्न सबै हाम्रो नेपाली कला संस्कृति रङ्गमञ्च भारतको आयोजनामा जुन हर साल हामीहरू मनाउँदैछौँ तर पनि नेपाली कला संस्कृति रङ्गमञ्च भारतको आयोजनामा पहिलोचोटि जो हामीले कार्यक्रम गर्न गएका छौँ यो नेपाली कला संस्कृति रङ्गमञ्च भारतका सम्पूर्ण आयोजक टिमहरूलाई म सर्वप्रथम हृदयदेखि हाम्रो नेपाली कला संस्कृति भारत रङ्गमञ्च भारतका कार्यक्रम निर्देशक तथा बुद्धिजीवी समाजसेवी भाइ पेरेन सिंह धामीलाई पनि अतिथिको सिट आसन ग्रहण गर्न हार्दिक अनुरोध चाहन्छु। यसै गरेर हाम्रो यसै संस्थाका अग्रज व्यक्तित्व यो कार्यक्रम संस्थापक पनि भन्न चाहन्छु र यो कार्यक्रमलाई धेरै हृदयदेखि आत्मसात गरेर अगाडि बढाउनु हुने हाम्रो नेपाल भारत टुर एन्ड ट्राभलका मुम्बई महाराष्ट्र पुना नासिक हुँदै नेपालसम्म यात्रीहरूलाई पुर्याउनु हुने ट्राभलका अध्यक्ष तथा हाम्रो रङ्गमञ्च भारतका कार्यक्रम व्यवस्थापक तथा इन्टरनेसनल कोअर्डिनेटर श्री दीपक कटारजीलाई यो कार्यक्रममा अतिथिको सिट आसन ग्रहण गर्न हार्दिक अनुरोध चाहन्छु। यस्तै गरेर यो कार्यक्रमका एकदमै अनुशासित र सुगन्धित आँखामा हालेर पनि बिजाउनु नहुने व्यक्तित्व जहिले पनि कार्यक्रममा अग्रसर एकदमै मनकारी व्यक्तित्व हाम्रो समाजसेवी बुद्धिजीवी यसै संस्थाका अनुसन्धान विभाग प्रमुख श्री रामु चोक्सीजीलाई अतिथिको सिट आसन ग्रहण गर्न हार्दिक अनुरोध चाहन्छु। यस्तै गरेर यहाँ कार्यक्रममा उपस्थित हुनुभएका बुद्धिजीवी तथा मनकारी व्यक्तित्व श्री भूपेन्द्र साउदजीलाई यो कार्यक्रममा उपस्थित हुन हार्दिक अनुरोध गर्न चाहन्छु अतिथिको सिट आसन गर्न। यस्तै गरेर यो कार्यक्रममा उपस्थित हुनुभएका रमेश विष्टजीलाई पनि अतिथिको सिट आसन गर्न हार्दिक अनुरोध गर्न चाहन्छु। यसै गरेर केशव शाहजीलाई पनि यो कार्यक्रममा उपस्थित अतिथिको सिट आसन ग्रहण गर्न हार्दिक अनुरोध गर्न चाहन्छु। यस्तै गरेर हाम्रो नेपाली कला संस्कृति रङ्गमञ्च भारतकी महिला नेतृत्व श्री बुद्धिजीवी समाजसेवी यो कार्यक्रमको नेतृत्व गर्नुहुने श्री सीता थापाजीलाई पनि यो कार्यक्रममा अतिथिको सिट आसन गर्न हार्दिक अनुरोध गर्न चाहन्छु। यस्तै गरेर आर्थिक विभाग प्रमुख नेपाली कला संस्कृति व्यक्तित्व जो प्रमुख व्यक्तित्व हाम्रो बाबु साहेब श्री गोपालजीलाई अतिथिको सिट आसन ग्रहण गर्न हार्दिक अनुरोध गर्न चाहन्छु। महिला कोषाध्यक्ष हुनुहुन्छ नेपाली कला संस्कृति रङ्गमञ्च भारतकी श्री राजकला रोकायाजीलाई पनि यो कार्यक्रममा उपस्थित हुन र अतिथिको सिट आसन ग्रहण गर्न हार्दिक अनुरोध गर्न चाहन्छु। यसै गरेर सुदूरपश्चिम तथा भारत बम्बई महाराष्ट्रमा पनि चर्चा कमाइसक्नु भएको सुदूरपश्चिमका 9 जिल्लामा देउडा खेलेर धेरै देउडा प्रेमीका मुटुमा बस्न सफल हुनुभएकी हाम्री छोरी हस्तना विशीजीलाई म तँलाई फोन गर्छु रोकै म यहाँ क्यामेरा आसन गराउन हार्दिक अनुरोध गर्न चाहन्छु। यस्तै गरेर यसै कार्यक्रममा जहिले पनि आफ्नो कलालाई देखाएर साथ सपोर्ट गर्नुहुने हाम्रो बाजुरा जिल्ला बुढीनन्दा नगरपालिका वडा नम्बर 4 मा जन्मिएका श्री देउडा खेलाडी भाइ धनबहादुर विशीजीलाई पनि अतिथिको सिट आसन ग्रहण गर्न हार्दिक अनुरोध चाहन्छु। यस्तै गरेर हाम्रो यसै संस्थाकी अनिता विशी एकदम इमानदार लगनशील मिलनसार मनकारी बहिनी अनिता विशीजीलाई पनि अतिथिको सिट आसन ग्रहण गर्न हार्दिक अनुरोध गर्न चाहन्छु। यस्तै गरेर हाम्रो काँसारोलीबाट पाल्नुभएकी
सरिता कुण्डलीजीलाई पनि अतिथिको सिट आसन ग्रहण गर्न हार्दिक अनुरोध गर्न चाहन्छु। अनि यसै गरेर हाम्रो माया जयगढीजीलाई पनि अतिथिको सिट आसन ग्रहण गर्न हार्दिक अनुरोध गर्न चाहन्छु। सम्पूर्णलाई अब म नाम पार्टी गइकन भनौँ सबलाई नमस्कार बाजा बुढाउसाका दाउरा बल्दा नमस्कार भन्न चाहन्छु। अब हाम्रो कार्यक्रमको एकदमै लामो कार्यक्रम छ, समय छोटो छ, त्यसैले हामी यो कार्यक्रमलाई सिधा देउसी भैलो मार्फत कार्यक्रम हामी सञ्चालन गर्न सुरु गर्नेछौँ र सम्पूर्णले कोरनमा देउसीले भन्नुहुनेछ र यो देउसीलाई भट्ट्याउनु हुने हाम्रा देउडा पनि खेलाडी बुद्धिजीवी समाजसेवी यो कार्यक्रमका व्यवस्थापक हाम्रो टुर ट्राभलका अध्यक्ष दीपक कठारजीलाई यो कार्यक्रमलाई भट्ट्याइदिन मतलब उसलाई देउसीलाई भट्ट्याइदिन हार्दिक अनुरोध गर्न चाहन्छु। साली बाइलो टुडी खेल भिनाजु हेर्दा छन्, साली बाइलो टुडी खेल भिनाजु हेर्दा छन्, नखाना औधानी खेल एकदम इतड पर्दा छन्। यो घट्टा छिराउँदो रहेछ बगड भरि गेडा, यो घट्टा छिराउँदो रहेछ बगड भरि गेडा, अहिले गया पुगु लागि बिना बस्ने डेरा, अहिले गया पुगु लागि बिना बस्ने डेरा। फुलफुली पहेँलो भइगई पातो पलाई गया, फुलफुली झडन लाग्यो पातो पलाई गया, मैना सडी साली तम्रा काख म त नजिक आउनु त्यस्तै टोलाइ गयो। भिनाजु नौलिका कोला साली गाँधी मौर्या, भिनाजु नौलिका कोला साली गाँधी मौर्या, लैजा तेरो बुको माया जाँठो रेउछै ठौर्या, लैजा तेरो बुको माया जाँठो रेउछै ठौर्या। जहाँ जान्छौ बगड्ने पानी लाग्यो मेरो साथ, जहाँ जान्छौ बगड्ने पानी खोली बग्दै होला मेरा साथ लाग्यो। एउटा दिदेऊ न खानालाई। सालु पातो मालु पातो तेलडीका पातो ल्यारु जोसुको गरु लाग्यो मेरा साथ।
सेलरोटी खाना आहाय औँसीको राम्रो आहाय औँसीको राम्रो आहाय आशिष आरौँ आहाय रेलाको साँचो आहाय के राम्रो हाँसो आहाय के राम्रो हाँसो आहाय यो परवासमा आहाय दाजुभाइ हामी आहाय दाजुभाइ हामी आहाय मिलेर सबै आहाय मिलेर सबै आहाय रमाइलो गरौँ आहाय रमाइलो गरौँ आहाय रमाइलो गरौँ हामी भारतमा छौँ देउसी भैलो कार्यक्रममा छौँ लरोल हेलो हेलो आहाय भन भन भाइ हो आहाय राम्ररी भन आहाय स्वर मिलाइकन आहाय स्वर मिलाइकन आहाय स्वर मिलाइकन आहाय परवासमा हामी आहाय परवासमा हामी आहाय सबै मिली आहाय सबै मिली आहाय देउसीरे खेलौँ आहाय देउसीरे खेलौँ आहाय रमाइलो गरौँ आहाय रमाइलो गरौँ आहाय कला संस्कृति आहाय रङ्गमञ्चको आहाय रङ्गमञ्चको आहाय जम्बोटीमा आहाय देउसी खेल्न आहाय देउसी खेल्न आहाय आएका हामी आहाय आएका हामी आहाय झिलिमिली झिलिमिली आहाय केको झिलिमिली आहाय भक्तिको झिलमिली आहाय भक्तिको झिलमिली आहाय भक्तिको झिलमिली आहाय भन भन भाइ हो बिचमा आहाय स्वर मिलाइकन आहाय राम्ररी भन आहाय राम्ररी भन आहाय पाकेको जुन भाइ हाम्रा अध्यक्ष आहाय हाम्रा अध्यक्ष आहाय काला सुनार आहाय काला सुनार आहाय उहाँबाट आहाय उहाँबाट आहाय दक्षिणा सुरु आहाय दक्षिणा सुरु आहाय गर्न पर्यो आहाय गर्नै पर्यो आहाय कम्तीमा कम्ती आहाय कम्तीमा कम्ती आहाय 10,000 आहाय 10,000 आहाय 1 रुपियाँ दाम आहाय नाङ्लोमा राखी आहाय नाङ्लोमा राखी आहाय स्वागत गरौँ आहाय स्वागत गरौँ आहाय अध्यक्षज्यू आहाय कता गए आहाय ढिलो नगरी आहाय ढिलो नगरी आहाय बिच मैदानमा आहाय
भरी आहाई सेलरोटी भरी आहाई दक्षिणा यो देउसीको आहाई यो देउसीलाई आहाई बिदा गरौँ आहाई बिदा गरौँ आहाई अदसेजु आहाई काका छौँ बिजी आहाई काका छौँ बिजी आहाई अदसेजु अदक्ष ज्यूलाई आहाई तान्नु पर्यो आहाई दक्षिणा साहिब आहाई दक्षिणा साहिब आहाई दक्षिणा साहिब आहाई राम्री मान्छे आहाई गोरी गोरी आहाई गोरी गोरी आहाई अदक्षज्यूको आहाई क्या राम्रो जोडी आहाई क्या राम्रो जोडी आहाई दक्षिणा त आहाई 10,000 आहाई 10,000 आहाई 1 रुपियाँबाट आहाई सुरुवात गरौँ आहाई सुरुवात गरौँ आहाई खुरुकै त्यहाँ आहाई राख्नै पर्यो आहाई राख्नै पर्यो आहाई 10,000 आहाई 10,000 हो आहाई अब पालो आहाई धेरै होइन आहाई 5,000 आहाई 1 रुपियाँ आहाई राख्नु पर्यो आहाई राख्नु पर्यो आहाई ढिला नगरी आहाई ढिला नगरी आहाई भवन भाइ हो आहाई भवन भाइ हो आहाई नजाने पछि आहाई आले आज हामीहरूलाई आहाई हामीहरूलाई आहाई दक्षिणा दिनमा आहाई दिनैनन् धोका आहाई दिनैनन् धोका आहाई भवन भाइ हो आहाई राम्ररी भन आहाई महिलाको सारथ्य आहाई राजकला आहाई राजकला रोका आहाई राजकला रोका आहाई नदिनु धोका आहाई नदिनु धोका आहाई तपाईँबाट आहाई 2500 आहाई दक्षिणाको आहाई आशा गरेछौँ आहाई आशा गरेछौँ आहाई ढिलो नगरी आहाई फुरुकै अघि आहाई अगाडि बढी आहाई दक्षिणा राखी आहाई दक्षिणा राखी आहाई हाम्री चर्चित आहाई देउडा गायक आहाई हस्तान बिसी आहाई हस्तान बिसी आहाई मुसुक्कै हाँसी आहाई मुसुक्कै हाँसी आहाई 2000 बोकी आहाई 2000 बोकी आहाई दक्षिणा राखौँ आहाई भोगमा राखौँ आहाई ढिलो नगरी आहाई भन भाइ हो आहाई समाजसेवक
आहाई ज्येष्ठ नागरिक आहाई अग्रज दाजु आहाई भूपेन्द्र साउन आहाई भूपेन्द्र साउन आहाई दादाबाट आहाई दक्षिणाको आहाई दक्षिणाको आहाई आशा गरौँ आहाई आशा गरौँ आइ भन भाइ हो आहाई त्यसै गरी आहाई त्यसै गरी आहाई समाजसेवक आहाई बुद्धिजीवी आहाई हाम्रा साथी आहाई रमेश विष्टजी आहाई रमेश विष्टजी आहाई अब छिटो आहाई दक्षिणा भोगे आहाई आइदिनु पर्यो आहाई आइदिनु पर्यो आहाई झल्को रात दिन आहाई आउँछ गाउँको आहाई घरको हाम्रो अध्यक्षज्यू कहाँ हुनुहुन्छ? हेलो अध्यक्षज्यू, अध्यक्षज्यू कुन देश जानुभएको? अध्यक्षज्यू हाम्रो क्यामेराम्यानले क्यामेरा रेकर्ड गर्नु भएको छ, तपाईँ अगाडि किन आउनु? खत्तम 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 राम्रो नाच मैला ऊपर से दिखा लो ओ बट्टा लाइट यसो लगाइराख यार बढी खा त मलाई गर्नुलाई बीचमा दुईटा नानीहरू कोही नाच्ने छ भने बीचमा नाच्न भन्नु हात तल गर बट्टा लाइन लगा लाइन नाच्दाखेरि बीचमा हो है टम्बल धामा एक टम्बल ला पार यहाँ लगा बट्टा का यहाँ लाइट इतना लगा महिला पुरुष मिलिकन हुन्छ बराबरी महिला पुरुष मिलिकन हुन्छ बराबरी देउसी भैलो खेलिकन जाया सरासरी देउसी भैलो खेलिकन जाया सरासरी नजिक आयो नजिक नजिक तिर्कुला खानालाई आम्पाका इमिला पाक्या तिर्कुला खानालाई समीकन छोडिकन म घर जान्छु खुट्टामी नारी भौर्यको बिहा उच्कलो खुट्टामी नारी भौर्यको बिहा हत्या मलाई नछोड्या भया घरका क्या हत्या घरका क्या हत्या ए बाबु धारा पानी कुवा पानी भर पानी भरन्ना धारा पानी कुवा
पानी भत्पाकी भरन्ना तमी मैकी लैजाने बिहा अर्को बिहा हरन्ना तमी मैकी लैजाने बिहा अर्को बिहा हरन्ना कोही बन बानेका भैँसी कोही बन भागला कोही बन बानेका भैँसी कोही बन भागला बीचबाटमै छोडी गया तमु पाप लागला बीचबाटमै छोडी गया तमु पाप लागला बुढीसँग आधार के छ बडका छायाले घर बस्ने मन लाग्दैन साई तुम्रा मायाले एक मिनट काम चल रहा है इधर चल रहा है बैटल चल रहा है उनको बोलो कपड़ा निकाल के रखो पहले बोलो कोही का घर खानु खानी कोही का घर आसमानी कोही का घर खानु खानी कोही घर घाँस खानी माया गति अब नपुगी मेरीलाई आसमानी टोपी सिरै छ लाउने तम्रो ढाका टोपी सिरै छ कोहीकी माया गरे पन ज्यान्तमी तिरै छ कोहीकी माया गरे पन ज्यान्तमी तिरै छ माया बिर्ती नभ्यापन माया जल साँटुकी माया बिर्ती नभ्यापन माया जल साँटुकी ए भाइयौ साँची छौ तमी अबमा आँटुकी तमले पनि आँटिहाले एकाउँदै बसौँ कि तमले पनि आँटिहाले एकाउँदै बसौँ कि बाजाले सही अरे भने कहानी रचौँ कि बाजाले सही अरे भने कहानी रचौँ कति राम्रो भएको फुलको माला अनि आज यहाँ हुन गयो भैलोको दमालो आज यहाँ हुन गयो भैलोको दमालो अब तमु जोशी 3-4 जनी कोही कोहीलाई सम्हालो तमु जोशी 3-4 जनी कतै गइन छुट्टिनी बेला के झल्का लायो हो छुट्टिनी बेला के झल्का लायो हो बरालीको डाका जसो खाबाट आयो इल्ला त्यो लाइट बटाऊ नखाएर क्याछ्या खेछ्या खाएर बाँका भ्या नखाएर क्याछ्या खाएर बाँका भ्या अघिको मायालु भन्दै अहिले म ढाका भ्या